हेलो फ्रेन्ड्स, स्वागत छ तपाईहरुलाई भ्युटेक नेपालको अर्को नयाँ भिडियोमा। आजदेखि चाहिँ मैले चाहिँ ल्यापटपको पनि भिडियोहरु एकदम स्पेशल ल्यापटप अनि भन्नै पर्ने किन्नै नहुने खाली ल्यापटपको बारेमा भन्ने छु। नत्र भने किन्न पर्ने टाइपको अनि त्यसैगरी कुनै चाहिँ एकदम राम्रो खालको ल्यापटप हुन्छ हैन, तर पनि अन्डररेटेड हुन्छ त्यस्तो टाइपको ल्यापटपको बारेमा भन्ने छु। आजको भिडियो चाहिँ हाम्रो चाहिँ मेन चाहिँ नेपाली ओइएम ल्यापटप ब्रान्ड रहेको छ हैन। ओइएम को मिनिङ चाहिँ ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर हो। रिपल डिभाइस रहेको छ। ब्रान्डको नेम चाहिँ कस्टमाइजेबल फुल्ली कस्टमाइजेबल ल्यापटप नै रहेको छ। जस्तै तपाईको सीपीयू, जीपीयू, एसएसडी अनि र्याम सबै चाहिँ एकदम कस्टमाइज गर्न मिल्छ। यो चाहिँ फर्स्ट कस्टमाइजेबल ल्यापटप ब्रान्ड नै रहेको छ नेपालको चाहिँ, जुन चाहिँ एकदम राम्रो कुरा रहेको छ। त्यसै कारणले पनि आज चाहिँ यही ल्यापटपको बारेमा भन्ने छु। रिपल डिभाइसले चाहिँ दुईटा ल्यापटप चाहिँ रिलिज गरिसकेको छ, जुन चाहिँ आर्टिफ्याक्ट अनि त्यसैगरी आर्टिफ्याक्ट प्रो गरी दुईटा भेरिएन्ट चाहिँ रिलिज गरिसकेको छ हैन। आर्टिफ्याक्टको प्राइस चाहिँ 1,25,000 रहेको छ अनि त्यसैगरी आर्टिफ्याक्ट प्रोको प्राइस चाहिँ 1,75,000 रहेको छ हैन। मैले प्राइस पनि सुरुमै भनिदिएँ। आज चाहिँ यही रिपल डिभाइसको चाहिँ आर्टिफ्याक्ट अनि त्यसैगरी आर्टिफ्याक्ट प्रोको फुल्ली फिचर्सकै बारेमा कुरा गर्नेछौँ अनि के यसले चाहिँ इन्टरनेसनल ब्रान्डको ल्यापटपहरू जस्तै डेल, एचपी, एससको ल्यापटपहरूलाई पनि टक्कर दिन क्षमता राख्छ त त्यो पनि तपाईहरुको सामु म प्रस्तुत गर्नेछु हैन। अब चाहिँ ढिलो नगरी चाहिँ यही ल्यापटपको बारेमा चाहिँ कुरा गरौँ है त। सुरुमा चाहिँ आर्टिफ्याक्टकै बारेमा कुरा गरौँ। रिपल डिभाइसको आर्टिफ्याक्ट जसको प्राइस चाहिँ 1,25,000 बाट स्टार्ट हुन्छ, तर अहिले चाहिँ तपाईहरुले चाहिँ 1,20,000 मै पर्चेज गर्न सक्नुहुन्छ हैन। यसको सुरुमा चाहिँ डिस्प्लेको कुरा गर्न पर्दा चाहिँ लगभग आई गेस यो प्राइस रेन्ज अनुसारको चाहिँ एकदम बेस्ट डिस्प्ले नै भन्न मिल्छ हैन। जुन चाहिँ 15.6 इन्चको चाहिँ आइडियल आइपीएस एलसीडी डिस्प्ले रहेको छ विथ फुल एचडी प्यानल रहेको छ हैन। अनि त्यसैगरी विथ 144 हर्ट्जको रिफ्रेश रेट रहेको छ, जुन चाहिँ एकदम राम्रो भन्न मिल्छ गेमिङको लागि। अनि सबै एक्सपिरियन्स चाहिँ एकदम राम्रो स्मुथ पाउनुहुन्छ 144 हर्ट्जको रिफ्रेश रेटले गर्दा। अनि त्यसैगरी गेमिङ ल्यापटपमा चाहिने भनेकै 144 हर्ट्जको रिफ्रेश रेट एकदम स्मुथ एक्सपिरियन्स नै हो, जुन चाहिँ ओके नै भन्न मिल्छ आर्टिफ्याक्ट चाहिँ हैन। अनि त्यसैगरी फुल एचडी डिस्प्ले रहेको छ, फुल एचडी प्यानल रहेको छ अनि त्यसैगरी आइपीएस डिस्प्ले रहेको छ, जुन चाहिँ सबै ब्रान्डहरुमा आउने नै नर्मल यही नै रहेको छ। अनि त्यसैगरी 15.6 इन्चको चाहिँ आइडियल स्क्रिन साइज रहेको छ, जुन चाहिँ एकदम राम्रो नै भन्नुपर्छ, एकदम आइडियल स्क्रिन साइज नै रहेको छ। अनि त्यसैगरी अर्को भनेको चाहिँ अब ल्यापटप गेमिङ ल्यापटप भनेपछि चाहिँ वेटको पनि कुरा आउँछ, जुन चाहिँ गेमिङ ल्यापटपहरु चाहिँ वेट अलिकति गरुङ्गो हुन्छ भन्ने पनि लाग्छ हैन। बट एज कम्पेयर टु मैले चाहिँ डेलको G3 3500 सँग कम्पेयर गरेको थिएँ हैन, जसको वेट चाहिँ 2.2 समथिङ केजी रहेको थियो हैन। यो चाहिँ त्यसको कम्पेयरमा चाहिँ लाइट वेट नै भन्न मिल्छ, जुन चाहिँ 1.85 केजीको रहेको छ। यसको वेट चाहिँ एकदम राम्ररी नै वेट पनि मेन्टेन गरेको छ भन्नुपर्छ। अनि त्यसैगरी अब यसको प्रोसेसरको कुरा गर्न पर्दा चाहिँ सीपीयूको कुरा गरौँ, जुन चाहिँ i5 को प्रोसेसर पाउन सक्नुहुन्छ। 10 जेनेरेसन प्रोसेसर रहेको छ, यो चाहिँ लेटेस्ट 10 जेनेरेसन रहेको छ। इन्टेलको i5 10 जेनेरेसन प्रोसेसर पाउन सक्नुहुन्छ भने। त्यसैगरी जीपीयूको कुरा गर्न पर्दा चाहिँ ग्राफिक्स कार्ड चाहिँ तपाईहरुको एनभिडियाको GeForce 1650 Ti ग्राफिक्स पाउन सक्नुहुन्छ, जुन चाहिँ 4GB को ग्राफिक्स कार्ड रहेको छ। लगभग यो प्राइस रेन्ज अनुसारको प्रोसेसर हुने भनेको यही रेन्जकै हो हैन। जुन चाहिँ i5 10 जेनेरेसन भनेको चाहिँ एकदम राम्रो लेटेस्ट प्रोसेसर नै भन्न मिल्छ। अनि त्यसैगरी एनभिडियाको GeForce 1650 Ti ग्राफिक्स कार्ड चाहिँ एकदम राम्रो नै रहेको छ। 4GB को ग्राफिक्स कार्ड भनेको चाहिँ एकदम राम्रो नै भन्न मिल्छ यो प्राइस रेन्ज अनुसार चाहिँ। त्यसैगरी अब यसको र्याम एसएसडी को कुरा गर्न पर्दा चाहिँ तपाईहरुले स्ट्यान्डर्ड भेरिएन्टमा चाहिँ 8GB को र्याम पाउन सक्नुहुन्छ विथ 256GB एसएसडी रहेको छ। 8GB को चाहिँ DDR4 र्याम पाउन सक्नुहुन्छ हैन। तर यो चाहिँ अब मैले पहिले भनि नै हालेँ तपाईलाई, कस्टमाइजेबल ल्यापटप छ भनेपछि चाहिँ तपाईहरुले र्याम पनि अपडेट गर्न मिल्छ। अनि त्यसैगरी सीपीयू पनि i5 को हाल्दिन, इन्टेलको प्रोसेसर हाल्दिन, म राइजेनको प्रोसेसरतिर जान चाहन्छु भन्नुभयो भने पनि तपाईहरु कस्टमाइज गर्न सक्नुहुन्छ हैन। अनि ग्राफिक्स कार्ड पनि हैन म 1650 हैन RTX को 2060 हाल्छु भन्नुहुन्छ भने पनि त्यो पनि अपडेट गर्ने कुरा तपाईहरुकै हातमा रहेको छ, जुन चाहिँ एकदम राम्रो फिचर्स रहेको छ। अरु ल्यापटप ब्रान्डहरुले कस्टमाइजेबल त भन्न मिल्दैन, अपडेट चाहिँ गर्न मिल्छ हैन। जस्तै र्याम चाहिँ 8GB छ भने 16GB सम्म अपडेट गर्न मिल्छ। अनि त्यसैगरी एसएसडी 256GB छ भने 512 1TB सम्म अपडेट गर्न मिल्छ। तर यो चाहिँ फुल्ली कस्टमाइजेबल नै रहेको छ, जुन चाहिँ
तपाईँहरूले सिपियु जिपियु पनि कस्टमाइज गर्न सक्नुहुन्छ एज यर चोइस हैन, जुन चाहिँ एकदम राम्रो कुरा रहेको छ। अनि मैले भनि नै हालेँ ऱ्याम चाहिँ स्ट्यान्डर्ड भेरिएन्टमा 1,20,000 मा आउने भनेको सुरुमा आउने भनेकोमा चाहिँ 8 जिबीको ऱ्याम पाउन सक्नुहुन्छ विथ 256 जिबी एसएसडी रहेको छ, जुन चाहिँ एकदम नर्मल नै रहेको छ। अब यसको ब्याट्रीको कुरा गरौँ हैन, ब्याट्री चाहिँ गेमिङ ल्यापटपमा चाहिँ कुरै नगरे पनि हुने एस्पेक्ट नै रहेको छ। तर यसो कुरा गर्न पर्दा चाहिँ 4 सेल पोलिमर ब्याट्री पाउन सक्नुहुन्छ विथ 49 वाट आवरको चाहिँ ब्याट्री रहेको छ हैन, जुन चाहिँ कम्पनीको क्लेम अनुसार चाहिँ 3 to 5 आवर्स चाहिँ टिक्छ भनेर चाहिँ कम्पनीले क्लेम गरेको थियो डाइरेक्टली सोद्धा चाहिँ, जुन चाहिँ एकदम नर्मल नै भन्न मिल्छ हैन, एकदम ठिक नै भन्न मिल्छ। त्यस्तो धेरै एक्सपेक्ट चाहिँ गर्नै मिल्दैन हैन ब्याट्रीबाट चाहिँ, त्यो चाहिँ म डाइरेक्टली भन्न चाहन्छु। त्यसै कारणले पनि 3 to 5 आवर्स भनेको चाहिँ एकदम नर्मल नै भन्न मिल्छ गेमिङ ल्यापटपको अनुसार चाहिँ। अनि त्यसै गरी अब यसको ओएसको कुरा गर्न पर्दा ओएस पनि एकदम राम्रो नै भन्न मिल्छ। अझ त्यो पनि तपाईँहरूले आफ्नै चोइस अनुसार पाउन सक्नुहुन्छ, जुन चाहिँ अरू कम्पनीहरूले चाहिँ सुरुमा दिने भनेको चाहिँ विन्डोज 10 दिन्छन् हैन, एउटा मात्र अप्सन रहेको छ भने। तर यसमा चाहिँ आर्टिफ्याक्टमा चाहिँ तपाईँहरूले विन्डोज 10 प्रोफेसनल पनि पाउन सक्नुहुन्छ। अनि त्यसै गरी लिनक्सको पनि ओएस पाउन सक्नुहुन्छ हैन, जुन चाहिँ एकदम राम्रो कुरा रहेको छ। अरू ल्यापटपहरूमा चाहिँ तपाईँहरूले पछि आफैले इन्स्टल गर्न पर्ने हुन्छ लिनक्सको चाहिँ भने, योमा चाहिँ पहिल्यै प्रि इन्स्टल नै आउँछ आउट अफ द बक्स चाहिँ, जुन चाहिँ एकदम राम्रो कुरा नै भन्न मिल्छ। अनि त्यसै गरी अब यसको सबै कुरा त भयो, अनि आफ्टर सेल सर्भिस कस्तो छ, अनि त्यसै गरी वारेन्टी के कस्तो छ भनेर सोध्न पर्दा चाहिँ वारेन्टी चाहिँ आई गेस अरू कम्पनीहरूले चाहिँ दिने भनेको चाहिँ 1 इयरको वारेन्टी हो। अलिक हाई रेन्जमा जानुभयो भने चाहिँ 2 इयरसम्मको चाहिँ पाउन सक्नुहुन्छ हैन, मलाई लागेको चाहिँ। नत्र तर यसमा चाहिँ तपाईँहरूले चाहिँ 2 इयर्सको वारेन्टी पाउन सक्नुहुन्छ। अनि त्यसै गरी आफ्टर सेल सर्भिस पनि एकदम राम्रो भनेर चाहिँ क्लेम गरेको छ, एकदम राम्रो दिन्छौँ भनेर चाहिँ क्लेम गरेको छ। अब के कस्तो हुन्छ हैन, त्यो चाहिँ तपाईँहरूले लिएपछि थाहा हुन्छ। जुन चाहिँ 2 इयर्सको वारेन्टी भनेको चाहिँ एकदम राम्रो हो कि कुनै यो प्राइस रेन्ज अनुसार चाहिँ आई गेस कुनै ल्यापटप कम्पनीले इन्टरनेसनल ल्यापटप कम्पनीहरूले चाहिँ 1 इयरकै दिन्छन्, तर हाम्रै नेपाली ब्रान्ड रिपल डिभाइसले चाहिँ 2 इयरको वारेन्टी दिएको छ, जुन चाहिँ एकदम राम्रो कुरा भन्नुपर्छ। अनि त्यसै गरी त्यही माथि पनि कस्टमाइजेबल ल्यापटप रहेको छ। तपाईँहरूले चाहिँ अब अपडेट हुँदै गएपछि अब i5 11 जेन आइसक्यो हैन, 11 जेनमा अपडेट गर्छु भन्नुहुन्छ भने पनि त्यो तपाईँहरूकै चोइस हुन्छ हैन। म राइजेनको प्रोसेसर हाल्छु भन्नुहुन्छ भने पनि त्यो तपाईँहरूकै चोइस हुन्छ हैन। म ऱ्याम 32 जिबीसम्म अपडेट गर्छु भने पनि त्यो तपाईँहरूकै चोइस हुन्छ। त्यो चाहिँ फुल्ली कस्टमाइज गर्ने चाहिँ तपाईँहरूमै भर हुन्छ, जुन चाहिँ एकदम राम्रो पक्ष रहेको छ यो ल्यापटप किन्नको लागि हैन। जुन चाहिँ कस्टमाइजेबल ल्यापटप चाहिँ एकदम थोरै ल्यापटप ब्रान्डहरू मात्रै हुन्छन्। अनि त्यसै गरी यो चाहिँ नेपाली ल्यापटप ब्रान्ड पनि भयो, अझ विथ कस्टमाइजेबल फिचर्स हैन, फुल्ली कस्टमाइजेबल भनेको चाहिँ एकदम राम्रो रहेको छ हैन। अनि एकदम राम्रो यो प्राइस अनुसार चाहिँ 1,20,000 को अनुसार चाहिँ मलाई फिचर्सहरू पनि एकदम राम्रो लाग्यो। अन द पेपर फिचर्सहरू हेर्दा तपाईँहरूलाई चाहिँ के कस्तो लाग्यो तपाईँहरूले तलपट्टि कमेन्ट गर्न सक्नुहुन्छ हैन। अनि त्यसै गरी अब आर्टिफ्याक्टको त कुरा गर्न हाल्यो। अब आर्टिफ्याक्ट प्रोको कुरा गर्न पर्दा चाहिँ यो चाहिँ फुल्ली गेमिङ ल्यापटप नै भन्न मिल्छ हैन। प्राइस रेन्ज अनुसारको चाहिँ फुल्ली गेमिङ ल्यापटप नै भन्न सक्नुहुन्छ, जुन चाहिँ तपाईँहरूले दुईटा प्रोसेसरमा तपाईँहरूकै चोइस अनुसार लिन सक्नुहुन्छ। एउटा चाहिँ i7 10th जेनेरेसनको प्रोसेसरमा लिन सक्नुहुन्छ, अथवा राइजेन 7 4800मा लिन सक्नुहुन्छ। त्यसै गरी 8 जिबी ऱ्याम अनि त्यसै गरी 16 जिबी ऱ्याम गरी दुईटा भेरिएन्ट रहेको छ। अनि त्यसै गरी एउटा चाहिँ RTX 2060 को ग्राफिक्स पाउन सक्नुहुन्छ भने अर्को भेरिएन्टमा चाहिँ RTX 3060 को ग्राफिक्स रहेको छ। त्यो पनि तपाईँहरूकै चोइस अनुसार भयो हैन। लगभग अरू फिचर्स चाहिँ लगभग सेम नै रहेको छ। अनि 62 वाट आवरको चाहिँ ब्याट्री पाउन सक्नुहुन्छ, जुन चाहिँ कम्पनीको क्लेम अनुसार चाहिँ 3 to 5 आवर्स नै भनेको छ, जुन चाहिँ एकदम नर्मल नै रहेको छ हैन। अनि त्यसै गरी कुलिङ सिस्टम यताउता सबै एकदम राम्रो फिचर्स, अरू एक्स्ट्रा फिचर्स गेमिङको लागि गर्न पर्ने सबै फिचर्स पाउन सक्नुहुन्छ हैन। एक्स्ट्रा कुलिङ सिस्टम यताउता भनेर पनि भनेको छ कम्पनीले, जुन चाहिँ एकदम राम्रो कुरा रह्यो। अनि प्राइसको कुरा गर्न पर्दा चाहिँ 1,75,000 र 2 लाख रहेको छ हैन। 1,75,000 चाहिँ RTX 2060 ग्राफिक्स विथ 8 जिबी ऱ्याम रहेको छ भने, त्यसै गरी 2 लाखको चाहिँ RTX 3060 विथ 16 जिबी रहेको छ हैन। त्यही नै रहेको छ। यदि तपाईँहरूलाई चाहिँ RTX 2060 ग्राफिक्स विथ 16 जिबी ऱ्याम चाहिन्छ भने चाहिँ अहिले चाहिँ तपाईँहरूले एकदम लिमिटेड टाइमको लागि चाहिँ 1,75,000 मै पाउन सक्नुहुन्छ। त्यसपछि चाहिँ 8 जिबी ऱ्यामको लागि चाहिँ तपाईँहरूले 1,75,000
1000 तिर्नुपर्ने हुन्छ होइन। त्यसै कारण सबै फिचर्सहरू हेर्दा कुलिङ सिस्टम यताउता त्यो त अब गेमिङ ल्यापटप भनेपछि धेरै कुरा गर्नै परेन होइन। तर प्राइस रेन्ज अनुसार चाहिँ एकदम बेस्ट नै लाग्यो क्या। एकदम कस्टमाइज तान्ने भनेको चाहिँ यसको कस्टमाइजेबलले हो क्या। पिसी मात्रै कस्टमाइज हुन्थ्यो, अब ल्यापटप पनि कस्टमाइज हुने भएपछि त त्योभन्दा अरू त के नै पो चाहियो र होइन। अब धेरै मान्छेहरूले चाहिँ पिसीमा जानुको मेन कारण चाहिँ आफैले कस्टमाइज गर्न मिल्छ, आफैले पिसी बिल्ड गर्न मिल्छ भनेर हुन्छ। तर त्यो चाहिँ फुल्ली इग्नोर गरे पनि हुन्छ, किनभने अब चाहिँ ल्यापटपमै तपाईँहरूले आफ्नै चोइस अनुसार चाहिँ कस्टमाइज गर्न सक्नुहुन्छ, जुन चाहिँ एकदम राम्रो एस्पेक्ट रहेको छ भ्युवर्स तान्ने, कस्टमर्स तान्ने चाहिँ रिपल डिभाइसको चाहिँ होइन। अहिलेको लागि चाहिँ यही 2टा ल्यापटपको बारेमा कुरा गरौँ। अहिले चाहिँ यही 2टा ल्यापटप नै रिलिज गरेको छ, पछि चाहिँ एकदम 2-3टा चाहिँ अझै अर्को सिरिज पनि आउँदैछ। अनि त्यसै गरी आर्टिफ्याक्ट प्रोमा पनि अझै अर्को भेरिएन्ट आउँदैछ। त्यो चाहिँ म तपाईँहरूलाई सबै चाहिँ अर्को भिडियोमा फेरि अर्को भिडियो बनाएर भन्ने छु। यही भिडियो पनि एकदम लामो भयो होला। तपाईँहरूलाई चाहिँ यो प्राइस रेन्ज अनुसार, यो फिचर्स अनुसार प्राइस के कस्तो लाग्यो, अनि के तपाईँहरूले चाहिँ यतिको फिचर्स भएको अनि नेपाली ब्रान्डलाई चाहिँ कतिको सपोर्ट गर्नुहुन्छ त होइन, त्यो पनि तलपट्टि कमेन्ट गर्न सक्नुहुन्छ। लगभग सबै फिचर्सहरू अनि त्यसै गरी वारेन्टी पिरियड सबै एकदम राम्रो नै रहेको छ होइन। त्यसै कारणले पनि एकदम ठिक लाग्यो मलाई चाहिँ। यदि तपाईँहरूले चाहिँ 1,20,000 को बजेट छ भने गेमिङ ल्यापटप किन्न चाहनुहुन्छ भने चाहिँ रिपल डिभाइसको आर्टिफ्याक्ट चाहिँ एकदम राम्रो अप्सन हुन जान्छ। अनि त्यसै गरी अन्डर 2 लाख चाहिँ आर्टिफ्याक्ट प्रो चाहिँ एकदम राम्रो अप्सन हुन जान्छ। आर्टिफ्याक्ट प्रोको पनि अर्को भेरिएन्ट आउँदैछ, त्यसको लागि चाहिँ म अर्को भिडियो बनाउने नै छु। अब आजको लागि चाहिँ भिडियो यही नै रहेको छ। यदि भिडियो मन पर्यो भने लाइक अनि सेयर चाहिँ गर्न सक्नुहुन्छ। त्यसै गरी अहिलेसम्म च्यानल सब्सक्राइब गर्नुभएको छैन अनि यस्तै भिडियोहरू हेर्नु मन छ भने चाहिँ च्यानल पनि सब्सक्राइब गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ बाई बाई, किप भिभिङ।